ठिकै छ। आज चाहिँ हाम्रो आभाषा राष्ट्रिय अभियान भनेको के हो भने समानताको लागि आसनमा महिला, भाषणमा महिला, शासनमा महिला। राज्यलाई हामीलाई 33% दिनुभएको छ र हाम्रो मिसन छ कि हामी 50%मा 2030सम्ममा जान सक्छौँ भन्ने। र यो ठुलो पार्टीहरूले हामीलाई यसमा चाहिँ ठगिरहेछ, किनकि जति पनि पाएको थियो यसमा गठबन्धन गरेर पाएको पद पनि खसिदिएको छ। सो तपाईँको नेतृत्वमा जुन यो प्रदेश छ यसमा चाहिँ यस्तो हुनुहोस् र आगामी दिनमा यो गठबन्धन होइन यो ठगबन्धनलाई तोडेर यसलाई चाहिँ समानताको लागि अगाडि बढाइदिनु होला, समावेशीको लागि अगाडि बढाइदिनु होला। र हामी हिमाल पहाड तराई कोही छैन तराई भनेर मैले नारा पनि बनाएको थिएँ। र आज हामी यही प्रदेशमा आभाषा अभियान महिलाहरूलाई आफ्नै नामबाट गरौँ पहिचान भन्ने अभियानको हामीले आज मुख्यमन्त्री माननीय सतीश कुमार सिंह जो पहिलाको नगर प्रमुख हुनुहुन्थ्यो उहाँको पर्फर्मेन्स हामी छिमेकी जिल्ला उदयपुरबाट हेरेका थियौँ। र अहिलेको पर्फर्मेन्स त झन् नायक फिल्मको अनिल कपुरभन्दा पनि र यस्तै सिक्नुपर्छ कर्णालीले, सुदूरपश्चिमले, कोशीले र लुम्बिनी र बागमतीले। त्यस कारणले हजुरका हातबाट आज यो अभियानको उद्घाटन गरिदिन अनुरोध गर्दछु। यो आसनमा महिला, यो भाषणमा महिला, यो शासनमा महिला। पुरुषका त जाने आसनमा महिला, भाषणमा महिला र शासनमा महिलाको कन्सेप्ट अगाडि बढिरहेको छ। र यो सबभन्दा मन छुने कुरो के कि उहाँको नाम हुँदा पनि उहाँको गाउँको नाउँबाट या उसको बुवाको नाउँबाट या उसको भाइको नाउँबाट चिनिने जुन बोलिने जुन प्रथा छ यसलाई समाप्त गर्दै आफ्नो नाउँ आफ्नो आइडेन्टिटी अनुसार उहाँको बोलाउने अधिकार नै छ, संविधानले नै दिएको अधिकार, त्यसलाई सुनिश्चित गर्नु पऱ्यो। र यही हिसाबले अगाडि बढ्नु पऱ्यो। र मेरो तपाईँहरूसँग विनम्र आग्रह के छ भन्दाखेरि यो अभियानहरू जति चलाउँदा पनि हामी महिला दिदीबहिनीहरूलाई चाहिँ शिक्षामा पहुँच ल्याउनु पऱ्यो। शिक्षामा पहुँच भयो भने शिक्षामा हामी समानताको रूपमा जान सक्यो भने सबै अधिकार आप आइहाल्छ। किनभने अब तपाईँको विभिन्न लोकसेवाहरूमा आज निकालेका केही अफसरका नाम कसैलाई त्यसले उसको छोरी अथवा उसको बहिनी भन्दैन अथवा त्यहाँको गाउँवाली भन्दैन, उसको आफ्नो आइडेन्टिटी अनुसार। त्यसकारण चाहिँ यो विषयहरूमा हामीले शिक्षामा अलिकति चाहिँ र अहिले चाहिँ टाइमभन्दा बिफोर जुन बिहे भइरहेको छ त्यसलाई चाहिँ निरुत्साहित गर्नको लागि सबैले आफ्नो अभियानमा यो जोड्नुपर्छ। किनभने खालि हामी यो देशमा खालि राजनीतिकरण गरेर हेर्नुहोस् के अब नेपालको संविधानले नेपालका पार्लियामेन्टमा 33% सुनिश्चितता गरेको छ जो कि महिलालाई, जो कि आजको डेटमा युरोप अमेरिका जुन यत्रा ठुला विकसित देशहरूको पार्लियामेन्टमा पनि 33% छैन। त्यस कारण चाहिँ हाम्रो देशमा अहिले 33% छ भन्दाखेरि यसलाई चाहिँ निरन्तरता दिनु पऱ्यो। यसमा हामी पनि मान्यता छ कि अब त्यो गठबन्धन गरेर मेयरको ठाउँमा उपमेयरको एकजना हुनै पर्ने ठाउँमा चाहिँ पुरुष विभिन्न पार्टीहरू त्यस्तो नहोस्, महिलाको ठाउँमा महिला लडोस्, पुरुषको ठाउँमा पुरुषै लडोस् भनेर त्यो दुईवटा एउटा चाहिँ डिफाइन हुनु जरुरी छ। त्यस कारण चाहिँ तपाईँ यस्ता अभियानहरू सञ्चालन गर्नुभयो। यो अभियानको लागि शुभकामना दिँदै आफ्ना मन्तव्य धन्यवाद।